तपाईँ क्रेटिन युज गर्ने सोचिरहनु भएको छ अनि क्रेटिन कसरी युज गर्ने भनेर थाहा छैन भनेदेखि यो चाहिँ तपाईँको लागि टिप्स हुनसक्छ। क्रेटिन चाहिँ तपाईँले पसलबाट किनेर लिएर आउनु भइसकेपछि अथवा कतै कुनै स्टोरबाट किनेर लिएर आउनु भइसकेपछि नर्मल्ली पनि क्रेटिन चाहिँ तपाईँले दिनमा 20 ग्रामसम्म खानुहुन्छ भने चाहिँ त्यो चाहिँ तपाईँको लोडिङ फेज भनिन्छ। यो 20 ग्राम खानुको लागि तपाईँले दिनमा 4 डोजको तरिकाले खानु भने यो चाहिँ 5 दिन 7 दिनसम्म खाने। त्यसपछि नर्मल्ली तपाईँले दिनको 3 दिन 5 ग्राम खानुभयो भने हजुरको बडीमा एकदमै राम्रो इफेक्ट देखिन्छ क्रेटिनको र तपाईँको मसल वेट पनि पहिलो हप्ता चाहिँ केही नभए पनि 500 ग्रामदेखि 1 केजीसम्म तपाईँको मसल वेट बढ्छ बडीमा भनेदेखि। र सँगसँगै तपाईँ चाहिँ यदि यो लोडिङ फेज चाहिँ स्किप गर्नुहुन्छ, तपाईँलाई अलिकति गाह्रो हुन्छ, पानीहरू तपाईँले पिउन सक्नुहुन्न भने चाहिँ नर्मली तपाईँले 2 देखि 4 हप्ता खानुपर्ने हुन्छ। यो चाहिँ 3 ग्रामदेखि 5 ग्राम डेली खाँदाखेरि तपाईँको 2 देखि 4 हप्ता पछि बल्ल तपाईँको बडीमा चाहिँ यसको इफेक्ट देखि थालिन्छ भनेदेखि 4 हप्ता पछितिर भनेको चाहिँ तपाईँको अलिकति एनर्जी बढेको जस्तो हुन्छ अनि स्ट्रेन्थ पनि इन्क्रिज हुन्छ। 2 महिना अथवा 3 महिना पछि तपाईँलाई एकदमै नोटिसेबल हुने गरी नै तपाईँको मसल ग्रोथ हुन्छ र तपाईँको पर्फर्मेन्स जिममा आउने पर्फर्मेन्स पनि बढिरहेको हुन्छ र लङ टर्म युजमा चाहिँ यसले चाहिँ मसल्सलाई इन्हान्स गर्छ भनेदेखि साथसाथै बडीको चाहिँ रिकभरी एकदमै फास्ट गराउँछ र स्ट्रेन्थ पनि एकदमै हाई गर्छ। र यति भन्दै मेरो आजको डे 25 चाहिँ यही गर्न चाहन्छु। अनि तपाईँ कुनै पनि प्रकारको क्रेटिन प्रोटिन अथवा कुनै पनि मास गेनर किन्न चाहनुहुन्छ भने चाहिँ यो माथिको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ र मेरो प्रोमो कोड चाहिँ SKS फिट रहेको छ, जहाँ चाहिँ तपाईँले गएर कन्ट्याक्ट गरेर लिँदा चाहिँ तपाईँलाई 5 देखि 7% डिस्काउन्ट हुने गर्दछ। धन्यवाद।